जय मसीह। तपाईहरु सबैजनालाई परमेश्वरले तपाईहरुलाई अहिले अनि सदा सर्वदा आशिष दिनुभएको होस्। फेरि पनि यस समय म वचनको खण्ड लिएर तपाईहरुको सामु आएको छु। सुसमाचार यूहन्ना 3:16 बाट यो खण्डबाट लिएर आएको छु। यहाँ चाहिँ यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। आमेन। यहाँ चाहिँ के भन्नुभएको छ भन्दाखेरि चाहिँ परमेश्वरले चाहिँ संसारलाई यस्तो प्रेम गर्नुभयो। कस्तो प्रेम गर्नुभयो त है? परमेश्वरले संसारलाई प्रेम गर्नुभएको कुरा न त हामीले व्याख्या गरेर गर्न सक्छौं, न भनेर भन्न सक्छौं है। अनि उहाँको प्रेमलाई चाहिँ हामीले शब्दले वर्णन गरेर गर्न पनि सक्छौं। र तपाईं र मेरो निम्ति परमेश्वरले आफ्नो पुत्र पठाउनु भयो अनि प्रभु येशू ख्रीष्ट यस संसारमा आउनुभयो अनि येशू ख्रीष्टमाथि आज तपाईं र मैले विश्वास गरेर जीवन पाएका छौं। नष्ट हुनबाट चाहिँ हामी चाहिँ के भएको छौं? जोगेका छौं, अनन्त जीवन पाएका छौं है। परमेश्वरले यति धेरै प्रेम गर्नुभयो र तपाईको पुत्र दिनुभयो भनेदेखि है, त्यो सोच्नु भयो भनेदेखि तपाईं र म मात्र बाँचेर हुँदैन। हाम्रो साथीभाइ, छरछिमेक, आफन्त, नातेदारहरू परमेश्वरलाई चिन्नु भएको छैन, उहाँहरू पनि बाँच्न पर्छ। परमेश्वरले जसरी संसारलाई प्रेम गर्नुभयो, मानिसलाई प्रेम गर्नुभयो अनि संसारलाई प्रेम गरेर मानिस जातिलाई बाँचोस् भनेर आफ्नो पुत्र दिनुभयो भनेदेखि तपाईं र मैले पनि ती मरिरहेका आत्माहरूलाई चाहिँ हामीले प्रेम गरेर सुसमाचार सुनाउनु पर्छ है। तपाईं र मलाई बचाउनको निम्ति हाम्रो सामु प्रभु येशू ख्रीष्ट आउनुभयो। आज परमेश्वरले दिनुभएका यी वचनहरू लिएर चाहिँ जुन परमेश्वरलाई नचिन्ने अनि येशू ख्रीष्टलाई विश्वास नगर्ने आत्मा चाहिँ त्यो भट्किरहेका मरिरहेका आत्माहरूलाई चाहिँ आज तपाईं र मैले पनि बचाउनु पर्ने चाहिँ आवश्यकता छ। त्यसो भए के परमेश्वरले दिनुभएको वचन लिएर अहिले जुन मानिसहरू परमेश्वरलाई नचिनेका मानिसहरू, परमेश्वरको वचनहरू नसुनेका मानिसहरू अनि सुसमाचार नपुगेको समाज सामु, मानिस सामु तपाईं र म के परमेश्वरको वचन लिएर नजाने त? हामी चाहिँ जुन परमेश्वरले आफ्नो पुत्र पठाउनु भएर तपाईं र म बाँचेका छौं अनि आज नयाँ जीवन जिएका छौं। येशू ख्रीष्टले चाहिँ तपाईं र मलाई सुसमाचार सुनाउनु भयो। यूहन्ना सुसमाचार यूहन्ना 14:6 मा चाहिँ के भन्नुभएको छ? प्रभु येशू ख्रीष्टले बाटो, सत्य, जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन, स्वर्ग कोही पनि जान सक्दैन। मै हो स्वर्गको बाटो अनि मै हो साँचो ईश्वर पनि, म नै जीवन दिने पनि, अनन्तको जीवन दिने म नै हो भनेर उहाँले त्यसरी हामीलाई भन्नुभयो। अनि स्वर्गको बाटो आज तपाईं र मैले चिनेर उहाँमाथि विश्वास गरेका छौं भने उहाँलाई नचिनेको सामु र मैले चाहिँ परमेश्वरको वचन पुर्याउनु पर्नेछ। स्वर्गबाट येशू ख्रीष्टले तपाईं र मेरो सामु परमेश्वरको सन्देश ल्याउनु भयो अनि स्वर्गको बाटो देखाउनु भयो, जीवन दिनुभयो, उद्धार र मुक्ति गर्नुभयो भने अब प्रभु येशू ख्रीष्टले गर्नुभएको काम चाहिँ तपाईं र मैले गर्नुपर्नेछ। हो, प्रभु येशू ख्रीष्ट जस्तै तपाईं र म चाहिँ क्रुसमा टाँगिन सक्दैनौं है। तर गलाती 2:20 चाहिँ यसरी भन्नुभएको छ। गलाती 2:20 के भनेको छ? म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनु हुनेछ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वर पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो आफूलाई अर्पण गर्नुभयो भन्नुभएको छ। किनभनेदेखि हामी ख्रीष्टसँगै क्रुसमा टाँग्यौं भने अब उपरान्त हामी जिउनु होइन, हामीमा चाहिँ ख्रीष्ट जिउनुहुन्छ। त्यो भएको कारणले चाहिँ ख्रीष्टले गर्नुभएको काम तपाईं र मैले गर्नुपर्छ। ख्रीष्टले हामीलाई सुसमाचार सुनाउनु भयो। अब सुसमाचार नसुनेको जातिहरूले हामीले सुसमाचार सुनाउनु पर्छ अनि परमेश्वरको कुरा सिकाउनु पर्छ। अनि येशू ख्रीष्टले चाहिँ जसरी भन्नुभयो, प्रभुले भन्नुभयो यूहन्ना 14:6 मा भन्नुभयो अनुसार प्रभु येशू ख्रीष्ट नै स्वर्गको बाटो पनि, सत्य पनि, जीवन पनि उहाँ नै हो, उहाँ नै साँचो ईश्वर पनि हो भनेर तपाईं र अब उपरान्तलाई सुसमाचार सुनाउनु जरुरी छ।
है। अनि परमेश्वरले चाहिँ यसरी संसारलाई प्रेम गर्नुभएको छ र तपाईलाई मलाई जसरी प्रेम गर्नुभयो त्यसै गरी तपाईलाई पनि प्रेम गर्नुहुन्छ भनेर चाहिँ तपाईँ र मैले चाहिँ सुसमाचार सुनाउनु पर्छ। किनभनेदेखि ख्रिस्टसँग हामी क्रुसमा टाँगेका छौँ भने ख्रिस्टसँग हामी फेरि हाम्रो विश्वास बौरी उठेको छ। हामी अहिले शरीरमा जिएका छौँ तर परमेश्वरको पुत्रमाथि हामीले विश्वास गरेर जिएका छौँ। त्यसै कारणले हामीले जुन कुराहरू हामी ख्रिस्टसँग टाँगेका छौँ भने ख्रिस्टको काम गर्नुपर्छ, ख्रिस्टमा जोडेर काम गर्नुपर्छ। हामीले प्रेम गर्नुभएको छ निम्ति तपाईँ र मेरो निम्ति चाहिँ। अनि प्रभु यीशु ख्रिस्टले पनि आफ्नो प्राण चाहिँ त्यो कल्भरी डाँडाको क्रुसमा त्याग्नु भएको छ। प्रिय मित्रहरू, तपाईँ र मैले चाहिँ ख्रिस्टसँगै येशूसँगै हामी ख्रिस्टसँगै क्रुसमा टाँगेका छौँ भनेदेखि ख्रिस्टले गर्नुभए जस्तो बलिदान चाहिँ मरिरहेका आत्माहरूको लागि, हाम्रो समाजको लागि कतिको बलिदान गरिरहेका छ त्यो कुरा बुझ्न जरुर छ। अनि त्यो भएको कारणले हामीले चाहिँ ख्रिस्टसँगै रहिसकेपछि ख्रिस्टको जस्तै हाम्रो स्वभाव हुनुपर्छ। ले जसरी हामीलाई प्रेम गर्नुभयो र आफू अर्पित हुनुभयो त्यसै गरी हाम्रो समाजको लागि, परमेश्वरलाई नचिन्ने, प्रभु यीशु ख्रिस्टमा विश्वास नगर्ने व्यक्तिहरूको लागि चाहिँ हामीले हाम्रो योगदानहरू चाहिँ अर्पण गर्नुपर्नेछ है। अनि त्यो भएको कारणले हामीलाई परमेश्वरले चुन्नु भएको हो। हामीलाई त परमेश्वरले उहाँको काम गर्नको लागि चुन्नु भएको, हामी त चुन्नु भएको व्यर्थैमा त्यो चुन्नु भएको होइन। कुनै कार्यालयमा कर्मचारीलाई सेलेक्ट गरेर कर्मचारीलाई त्यहाँ नियुक्त गरियो भनेदेखि त्यतिकै त कर्मचारी त हुँदैन नि होइन। त्यो आफ्नो आफ्नो सेक्टर हुन्छ, आफ्नो काम हुन्छ, आफ्नो आफ्नो योग्यता हुन्छ, आफ्नो आफ्नो लेभल हुन्छ, त्यो अनुसारले काम गर्नुपर्छ। त्यसै गरी तपाईँ र म पनि परमेश्वरले चुन्नु भएको त्यत्तिकै होइन, हाम्रो जिम्मेवारीहरू धेरै ठुलो जिम्मेवारी परमेश्वरले हामीलाई दिनुभएको छ। अनि त्यो हाम्रो जिम्मेवारी चाहिँ हामीले कहिल्यै पनि भुल्नु हुँदैन। यूहन्ना 14:12 चाहिँ यसरी लेखिएको छ, प्रभु यीशु ख्रिस्टले भन्नुभएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्छ त्यसले मैले गरेका काम गर्नेछ र तीभन्दा ठुला काम गर्नेछन्, किनभने म पिता कहाँ गइरहेछु। आमेन। के भन्नुभएको छ? जसले मलाई विश्वास गर्छ त्यसले मैले गरेको काम भन्दा पनि ठुला काम गर्नेछ भनेर भन्नुभएको छ है। यो वचनले भनेअनुसार त तपाईँ र मेरो लागि त ठुलो जिम्मेवारी रहेछ त है। तपाईँ र मैले त प्रभुले गर्नुभएको भन्दा प्रभुमाथि विश्वास गरिसकेपछि त प्रभुले गर्नुभएको भन्दा पनि ठुला काम गर्नुपर्ने रहेछ त। प्रिय मित्रहरू, आज तपाईँ र मेरो जीवनबाट चाहिँ कतिको परमेश्वरको काम भइरहेको छ? परमेश्वरको वचनलाई चाहिँ कतिले हामीले बुझेर चाहिँ त्यो अनुसार अरूलाई सुसमाचार सुनाइरहेका छौँ? एउटा जुन उद्देश्यले, जुन विचारले आएको छ, परमेश्वरमा आएको छ अनि प्रभुलाई चिनेको छ, कोही अब एउटा चङ्गाई पाउनको लागि आएको छ होला है, कोही चाहिँ एउटा अब अशान्तिमा भएर आएको छ होला, कोही बिमार भएर, कोही रोगमा भएर, कोही सतारमा भएर, कोही चाहिँ गरिबीमा भएर प्रभुमा आएको छ होला। तर तपाईँ र मैले चाहिँ त्यो मात्र होइन कि हाम्रो जीवनमा हामी संसारमा छौँ, शरीरमा छौँ, स्वास्थ्यकर चाहिन्छ, धन सम्पत्ति चाहिन्छ, शान्ति चाहिन्छ, आनन्द चाहिन्छ, तर त्यो परमेश्वरले जसरी आफ्नो पुत्रले संसारमा पठाइसक्नुहुन्छ, प्रभुले पनि मानिसको रूपमा आउनुभयो र तपाईँ हामी जस्तै गरी दुःख भोग्नुभयो, हरेक सुसमाचार सुनाउनु भयो, हरेक कार्य गर्नुभयो है, कष्टमा परेकाहरूलाई छुटकारा दिनुभयो अनि दुःखमा परेकालाई, अशान्तिमा परेकालाई शान्ति दिनुभयो, सान्त्वना दिनुभयो। तपाईँ र मैले आज त्यो कुरा गरिरहेका छौँ। गलाती 2:20 त भन्छ, ख्रिस्टसँगै म क्रुसमा टाँगेको छु, ख्रिस्टसँगै म जिउँछु, म भित्र त म जिउने होइन, ख्रिस्ट जिउनु हुनेछ र ख्रिस्ट जिउँदै हुनुहुन्छ भन्नुभएको छ। के आज तपाईँ र मेरो मनभित्र, तपाईँ र म भित्र के ख्रिस्ट जिउनु भएको छ? तपाईँ र म आफूले प्रश्न गर्नुपर्छ प्रिय मित्रहरू। जुन आफूलाई जब प्रश्न गर्न थालिन्छ अनि आफ्नो त्रुटिका कुराहरू हामीले पाउँछौँ अनि सच्चिने कुरा, सुधारिने कुराहरू पाउँछौँ। जब आफूलाई चाहिँ प्रश्न गरिँदैन तब हामीले कहिले पनि आफ्नो गल्ती देखिँदैन है। एउटा संसारको उखान छ नि, अर्काको आङमा
जुम्रा हिँडेको देख्ने, आफ्नो आङमा भैँसी हिँडेको नदेख्ने भन्ने छ नि है। जब परमेश्वरको वचनलाई तपाईँ र मैले हेर्दैनौँ र परमेश्वरको वचनलाई हामी निहालेर हेर्दैनौँ र आफूले आफूलाई प्रश्न गर्दैनौँ भने कहिले पनि आफूले आफूलाई चिन्न सक्दैनौँ र आफ्नो गल्ती देख्दैनौँ र वचन अनुसार हामी जिउन सक्दैनौँ। गलाती 2:20 पद अनुसार चाहिँ आज म भित्र ख्रिस्ट जिउनु भएको छ कि छैन, ख्रिस्टसँगै टाँगेको छु क्रुसमा त भने कतै तपाईँ र म आफू मात्र जिइरहेको छौँ कि ख्रिस्टलाई अलग राखेर है ख्रिस्टसँग नै छौँ। त्यो कुराहरू हामीले जान्नुपर्ने जरुर छ। जसले परमेश्वरको पुत्र येशू ख्रिस्टमाथि विश्वास गर्छ त्यसले चाहिँ प्रभु येशू ख्रिस्टले जस्तै गर्नुभयो त्यो काम गर्नुहुन्छ, तीभन्दा पनि ठुला र बढ्ताका काम गर्नुहुनेछ। तपाईँ र मैले त्यो गर्नुपर्ने तपाईँ र मेरो जिम्मेवारी छ। आज तपाईँ र मैले कतिजनाले सुसमाचार सुनायौँ? आज तपाईँ र मैले कतिजनालाई परमेश्वरको साँचो वचन र साँच हुनुहुन्छ भनिकन हामीले मानिस जातिले सुनाएका छौँ। मरिरहेका आत्माहरूलाई, आफ्नो साथीभाइहरूलाई, आफ्नो आफन्तजनहरूलाई कति सुनाइरहेछौँ। र मैले उद्धार पाएँ, त्यसै गरी मेरो आफन्त, मेरो घरना, मेरो साथीभाइ, मेरो छरछिमेकले पनि, संसारले पनि उद्धार पाओस् भनेर कतिपटक तपाईँ र मैले चाहिँ हामीले प्रार्थना गरिरहेका छौँ। तपाईँ र मैले परमेश्वर कहाँ जानको निम्ति, परमेश्वरलाई विश्वास गर्नको निम्ति त पुत्र बोलिदिनु भएको थियो नि। येशू ख्रिस्टले चाहिँ पटक पटक तपाईँ र मेरो निम्ति चाहिँ प्रार्थना गर्नुभएको छ र गर्नुहुन्छ। कारणले यो वचन हेरेर हामीले चाहिँ परमेश्वरको काम गर्नुपर्छ। यहाँ वचनले भनेको छ जसले म भन्नुभएछ जसले मलाई विश्वास गर्छ त्यसले मैले गरेको काम गर्नेछ, तीभन्दा ठुला काम गर्नेछ भन्नुभएको छ। त्योभन्दा ठुला काम त के तपाईँ र मैले प्रभु येशू ख्रिस्टले गर्नुभएको कामको एक छेउ पनि गरेका छैनौँ। हामी संसार छोडेर जानुपर्छ, पिता कहाँ जानुपर्छ, पुत्र कहाँ जानुपर्छ, उत्तराधिकारी, उहाँको राजकीय पुजारी, उहाँको राज्यको हकदार हामीलाई बनाउनु भयो। परमेश्वरलाई धेरै धेरै धन्यवाद भएको होस्। तपाईँ र मैले प्रभु येशू ख्रिस्टले परमेश्वरलाई चिनाउनु भएको हो है। तपाईँ र मैले परमेश्वरलाई होइन, हामी चाहिँ संसारमा हराएको थियौँ, अन्धकारमा हराएको थियौँ, तर आफ्नो पुत्रको माध्यमद्वारा परमेश्वरले हामीलाई भेटाउनु भएको हो। हालेलुया, हालेलुया। जुन कुरा यौना 3:16 भन्नुभयो त्यसबेला चाहिँ पिताले सोध्नुहुन्छ, मैले त तिमीहरूको सामु त यो वचन छोडिराखेको थिएँ त, के तिमीले पढेनौ? के पढेर तिमीले पालन गरेनौ? मलाई विश्वास गर्नेले त मैले गरेको काम गर्नेछ र तीभन्दा ठुला काम गर्नेछ भनेर तिमीलाई मैले वचन छोडेको थिएँ नि। तिमीले मलाई विश्वास गर्यौ। खोइ हाजिर माथि चाहिँ हिसाब हुन्छ। हामीले के काम गरेको त्यो हिसाब। ईश्वरलाई धन्यवाद भएको होस्। आज तपाईँ र मलाई प्रभुले बचाउनु भयो अनि जीवन दिनुभयो। तपाईँ र मेरो निम्ति क्रुसमा टाँगिनु भयो अनि शक्ति दिनुभयो। आज उहाँको आफ्नो पुत्रमा विश्वास गर्ने सबैजना बाँचोस्, नाश नहोस्, अनन्तको जीवन पाओस्। अब हामीले पनि त्यसै गरी मरिरहेको आत्माहरूलाई हामीले प्रेम गरेर विश्वास गर्न लाउनुपर्छ। तपाईँ र मैले विश्वास गरेको येशूमाथि विश्वास गर्न लाउनुपर्छ अनि त्यहाँदेखि बाटो देखाउनुपर्छ। येशू ख्रिस्ट नै स्वर्गको बाटो है अनि येशू ख्रिस्टमा नै अनन्तको जीवन छ है भनेर तपाईँ र मैले चाहिँ संसारलाई अब चिनाउनु जरुर। परमेश्वरले दिनुभएको वचन छ तपाईँ र मसँग। यो हामीले त्यत्तिकै राख्ने होइन। परमेश्वरको वचन चाहिँ एउटा बिउ हो। त्यसै कारणले तपाईँ र मैले छर्नुपर्छ। कति छरेको छ? जति हामीले छर्छौँ ईश्वरले आफ्नो एउटा पुत्रलाई चाहिँ